देखिरहनु भएको छ डिएक्सएन अनि यता पनि देखाउँछु मसरुम पाउडर उल्टो भयो क्या यसरी डिएक्सन मसरुम पाउडर र यो डिएक्सन ऋषि मसरुम पाउडर गानोडरमा रातो च्याउको धुलोबाट बनेको यो मसरुम पाउडर हो अनि यसमा चाहिँ तपाईको के मिक्स गरिएको छ त भन्दाखेरि डिएक्सनको रातो च्याउको 6 प्रजाति हैन गानोडरमा लुसिडममा चाहिँ रातो च्याउको 6 प्रजातिका किम्सिन गानो लिभर गानो हट गानो पिका गानो ब्रेन गानो र रुई गानो यी 6 प्रकारका प्रोडक्ट्सहरु के भन्छ रातो च्याउ मिक्स गरेर चाहिँ यो एउटा डब्बामा पाउडरको रूपमा चाहिँ तयार गरेको छ भने यो ऋषि मसरुम पाउडर हामीले खाँदा चाहिँ हाम्रो शरीरमा भएका सबैभन्दा हामी नेपालीहरुलाई लाग्ने रोग के हो त भन्दाखेरि ग्यास्ट्रिक हैन जब ग्यास्ट्रिक लाग्यो त्यसपछि तपाईको अरु स्टिक रोगहरु पनि सुरु हुन्छ ग्यास्ट्रिकले जब ठाउँ पाउँछ नि त्यहाँ बजारै गरिदिन्छ तपाईलाई ग्यास्ट्रिक जब तपाईको शरीरभित्र छिर्छ नि तपाईको प्रेसर आउँछ सुगर आउँछ दम आउँछ टाउको दुख्ने घाँटी दुख्ने छाती पोल्ने पेट पोल्ने टोयलेट नलाग्ने पिसाब नआउने मुटु दुख्ने मुटुको ढड्कन दुख्ने फोक्सो फुल्या जस्तो हुने सास फेर्नलाई गाह्रो हुने हरेक समस्याहरु चाहिँ ग्यास्ट्रिकले उत्पादन गर्छ आँखा दुख्ने दिमाग दुख्ने हैन टाउको दुख्ने यी सबै समस्या चाहिँ ग्यास्ट्रिकले उत्पत्ति गर्छ र ती रोगहरुलाई चाहिँ र बाहिर निकाल्नको लागि यी तयार भएका छन् डिएक्सन कम्पनीले चाहिँ तयार पारेको छ यिनै हुन् ऋषि मसरुम पाउडर राम्रोसँग देख्न सक्नुहुन्छ हैन यसरी चाहिँ उल्टो हुँदो रहेछ ल यसरी झन् उल्टो हुँदो रहेछ कसरी देखाउने ऋषि मसरुम पाउडर है त गाइस